ल साथीहरू आज चाहिँ अब म कहाँ जानु लागेको भने नि अब ममलाई एउटा त्यो बुनछतको चाँदीको हार चाँदीको बुनछतको त्यो के भन्छ हारै होला 13-14 तोला कति हुन्छ त्यो बनाइदिनु पर्यो भनेर चाहिँ मलाई फिलिङ्स आएर चाहिँ म ममलाई लिएर जाँदैछु है। अब हेरौँ आमाले कस्तो मन पराउनुहुन्छ मेरो बजेटले भ्याउँछ कि भ्याउँदैन। अब हुनु त मैले जति कमाएको परिवारकै लागि हो आफ्नो त एक्लै हो भने त एक्लो जानलाई त जे गरेर भए पनि सकिहालिन्छ परिवारलाई खुसी राख्न सकौँ त्यही हो सबैभन्दा ठुलो कुरा है। लेट्स गो गाइज। ल कुरा हो म चाहिँ लागेँ है के हुन्छ त ल बुझिनस् के छ भतिज ठिक छ हात मिलाएछ केही छैन भतिजको यहाँ उयो हुँदैछ यतै के हो क्लास हुँदैछ एक्जाम हुँदैछ चली अब हामी चाहिँ मम चली ए हो तयार हो तपाईँ ल जाउँ जुत्ता चाहिँ हो लाग्यो मलाई नझर्ने अनि थाहा पाइन भने माइक हालिदिँदैछु क्या यहाँनिर थाहा पाउनुहुन्छ होला नि यहाँ त डर चाहिँ पिना ए तपाईँले नझर्ने ठाउँ भन्दै म यहाँ चाहिँ झर्दैन कुटकुटी लाग्दैछ नि त लाग्दैन कहाँ कुदकुदी लाग्छ कस्तो राम्रो देखिरहेको छ ल जाउँ ल गाइज हामी चाहिँ एकदमै रेडी छौँ आजको प्लानको लागि चेक पनि रेडी छ कार्ड पनि रेडी छ मोबाइल पनि रेडी छ हैन सब रेडी छ है ल मोबाइलको ब्याक कभर म मन पर्यो त मम जेठा छोरा त्यसरी खोलिन्छ आउनु 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 यसरी हुन्छ क्या अब प्रिन्सेस ट्रिटमेन्ट हो गाइजहरु हामी बजार गएर आउनु पर्यो ममलाई प्रिन्सेस ट्रिटमेन्ट हुन्छ क्या यस्तो मेरो ममलाई गर्मी भयो जस्तो छ एकदम चिसो पारिदिनु पर्यो मौका यो चाहिँ मलाई यो तपाईँलाई हस् आयो यो मुखमा आयो यो यसरी चलाउन सकिन्छ यसरी तलमाथि ल तपाईँलाई जान्छ यसरी ढेसिनु न ढुक्कले यसरी आनन्द ल्यायो यसरी बिन्दास नि छोराको गाडी हो पालो होइन म त यसरी ढल्किँदा कसो कसो पो लाग्छ कसो आनन्दले यसरी हेर्नु त म त निदाएर कुदाउँछु म त म निदाइसकेँ अहिले एकदिन गर्दाखेरि फर्कारमा जानु होला नि लेखेकै हुन्छ क्या त्यहाँ पहिलोले लेखेको छ नि सुरुमा हामी ब्याङ्क जानुपर्छ है यहाँबाट यत्रो निकालौँ ए होइन सुरुमा त्यही उयसमै जाउँ गहना बक्समा गहनामै जाउँ ल सुरुमै ल जे भन्दा पनि म त ओके आफ्नै हो आफ्नै ममहरूको फेभरेट हो है मन्नुहरू पनि यहीँ आउँछ के छौ साउनी साउजीहरू नमस्ते नमस्ते बाबु थ्याङ्क यू सो मच यहाँनिर हाम्रो आमाले त्यो बुङछतवाला चाँदीको मन पराउनु भएको थियो कि त्यो छ कि छैन त्यहाँ रहेछ त त्यत्रो ए लु लिएर हिँडिहाल्ने टाइप्सको रहेछ त कति तला गयो यो त धेरै छ यसमा त यसमा यो नि यो वाला होइन कि उटोवालाको यो भए त नि यो चाहिँ किन भन्दाखेरि चुट्टिने सम्भव हुन्छ के खालको चाहियो अर्को चाहिँ यो छ नि त्यो यस्तो ए दोरी चाहिँ चेन्ज गर्ने ए दोरी पो अरे चाँदी नै हो दोरी पो भन्नु यस्तो खालको यो चाहिँ अलिक खप छ यो पनि चाँदी हो चाँदी नै हो चाँदी नै हो
यहाँ कति रुपियाँ छ ए कति रुपियाँ अरे कति तोला छ यहाँ जोख्नु पर्छ दाइ म पनि थाहा छैन कति तोला चाहिँ यो त धेरै छ यसमा चाहिँ अलिक कम होला होइन छोरी अरे म यसमा अलिक धेरै होला यो बेल्ट छ नि यो बेल्टमा चाहिँ अलिक धेरै चाँदी लाग्छ त्यही भएर यसमा चाहिँ अलिक धेरै छ जस्तो लाग्छ मलाई यसमा चाहिँ किन भन्दाखेरि भित्र अर्को पित्तल छ नि त होइन त्यही भएर यो त यसो रिजेक्ट पनि भएको रहेछ के भएको रिजेक्ट होइन यो अलिक उयो भएको के पो मैला भएको होला मैला चाहिँ भएको सफा गर्यो भने टिलिक हुन्छ यो नमस्ते बाबु यो सिजिलिङले देखाएर उसको उसमा भ्लग यस्तोमा हो तर यो मान्छे यस्तो जिउ हेर्नु ल जिउ त यहाँ पुचुङ्गे बिचरा टाइपको छ त्यस्तै आमाले पाएर यत्रो बनाए खोयो यो यो चाहिँ कति तोला 23 तोला आम्मामा कति धेरै हुँदो रहेछ है यो त झन् कति तोला होला यो पनि मोटामोटी त्यही नै होला 22-23 होला यसो 9-10 तोलाको पाउँदैन बुमछकवाला अहिले कसरी छ हौ यसको सिल्भर त ए यो बढोस् न के छ र हामीलाई बाल हो होइन बढे पनि हो नि यो 12 तोलाको बुमछकवाला भएको बिचमा वाबुक छ बाबु छ यो पनि छ यस्तो पनि चलेकै हो यो चाहिँ 12 तोला यो ठिक्क हुन्छ होला हौ मलाई लाउनु त किन भन्दाखेरि नि म मन त यो परेको नि धेरै छ त कि त्यो त उइरहेको भन्नु मात्रै यो ठिक छ यहाँ छ बुक्स यहाँ छ यहाँ वाबुकहरू छ धनुष पनि छ यहाँ के अरे यो के भन्छ थाहा छैन तर छ के भन्छ थाहा छैन तर छ यो पनि यो र यो मिलाइदिउँ त्यो गरेर कति तोला पुग्दो रहेछ त्यो त कालो छ होइन सफा भइहाल्छ चाँदी तपाईँ राख्दै कालो हुन्छ सफा भइहाल्छ यो मात्रै 8 तोला रहेछ कि यसको सिक्ने यही होस् क्या यो त गरौँ पनि छ अन्त यो दुईवटा मिसाइन्छ कि कति तोला हुँदो रहेछ भनेर एकपल्ट हेरौँ नि आमालाई मन परेको त यो होइन नि वान ट्राई हालौँ न त मोटामोटी 13-13.5 तोला जस्तो हुँदो रहेछ त्यो चाहिँ 14 तोलाको आसपास हुँदो रहेछ 14 तोला दुईटा गरेर दुईवटा अनि यही मात्र चाहिँ कति यो त भन्नुभयो 11 तोला चम्चुन्छ 11 तोला मात्रै भन्छ अनि योसँग मिसाउँदा हुन्छ त 14 तोलाको तपाईँलाई यही मन रहर लागेको भने यो सफा लाइन्छु अहिले 10-15 मिनटमा भइहाल्छ आधी घन्टा जस्तोमा अनि यो र यो जोडेर लाउँदा पनि त तपाईँलाई यही नै रहर लागेको छ भने बुन्सतै लाउने भने त यो यसमा वाइट छ होइन यसले थाम्दैन क्या बिस्तारै बिस्तारै चुटिन्छ यस्तो भए चाहिँ अलिक डह्रो हुन्थ्यो फेरि यस्तोमा चाहिँ अलिक ज्यादा लाग्छ क्या आमा पेटी चाहिँ अलिक महँगो हुन्छ तौल ज्यादा हुन्छ यो चाहिँ अलिक चुटिने सम्भव हुन्छ ए नगर न कहाँ चुटिन्छ चुटिँदैन डेली लाउने होइन वर्षमा 2-3 चोटि लाउनुहुन्छ होइन यसो बिहा पार्टीमा अनि कल्चरल फङ्सनमा लाउने त हो थाहा छ छुट्याउने पनि म बनाइदिइहाल्छु नि अनि अस्ति मैले फ्रीमा बनाइदिनु त्यो चाँदीबाट भने चाँदीको पैसा लाग्छ नभए सर्भिस चार्जहरू केही लाग्दैन हेर्नु त हुन्छ टिलिक्कै हो म एकैछिनमा टिलेको यो कति तोला छ भेना यो चाहिँ यो 8 तोला छ धेरै छ तोला नि यो त चाहिँ? फेरि यो 4 तोला छ भने 8 तोला बढी छ 4 तोला थोरै बढी छ 12 तोला भयो 14 तोला यो 8 तोला यो बस्नु कतिको छ 4 फेरि कन्फ्युजै होइन यो 8 र त्यो 4 भने त अनि 12 त
5 तोला जस्तो हारा गर्छ होइन 5 तोला बाह्रनी छ यो पत्थरहरू कटाउँदाखेरि 5.5 तोला बाह्रनी होला यही लानु त यही लानु न नि अरूलाई कुन रहर लागेको त्यही लानु यो त रहरको कुरा हो नि त कुन रहर लाग्यो ल ल भन्नुहोस् कुन रहर लाग्यो यही होस् न कि त दुईटै लाने होइन होइन ए छोरालाई धेर घाटा पार्नु हुँदैन के हो घाटा कमाएकै आमाको लागि हो यार म यो जुन प्रविधमा बोलाउँछ यसो थाहा छ क्या काम छ किन भन्दाखेरि यो चाहिँ वेट छ नि त डेली लाउनु हुन्न नि त थाम छ क्या वेट भयो भने एउटै काट्ने मात्रै होइन त सबैले मिलेर थाम्ने हो नि त थाम छ सबै उस्तो उस्तो साइज यो तपाईँ जहिले लाउनुहुन्न जहिले त लाइँदैन ऊ त्यो कानमा लाउनेको चाहिँ उसको सिक्री छ कान्छी कि अँ छ सिक्री सिक्री मात्रै होइन चाँदीको लाउँदा कस्तो हुन्छ उप्पर हुन्छ नि त्यो चाहिँ के गर्ने कानमा पछाडि हाल्ने त्यो चाहिँ आमै उप्पर रहेछ त डिजाइनहरू त थाहै नभएको टाइप छु यो चाहिँ लिम्बूहरूको है खास भन्दा हामी राईहरूलाई त सुहाउँदैन यस्तोले लगाएपछि गहना मलाई सोइरहेछ त हेर्नु त यल्लो राजा जस्तो देखिरहेछ हजुर हजुर लैजाउँ यो पनि ला नि यो कति तोला हुन्छ होइन डेढदेखि 2 तोला काट्छ यो हुन्छ यो पनि हालिदिनु न कुन चाहिँ लाग्नु खोइ यसको ए तर्से पनि हुन्छ हालिदिनु भएन यो सफा फेरि यसको पत्थर मिलेन नि त हजुर किन मिलेन यही रङको पत्थरवाला छैन पसलमा चाहिँ यो पाइन्छ यो यस्तै क्या सेट मिलाउनु यो रङहरूलाई चाहिँ म मान्छे बोलाइहाल्छु मिलाउन कसरी रहर लाग्छ चेन्ज गर्न मिल्छ पसल चेन्ज गरिदिइहाल्छु यो सेट मिल्छ नि त अनि कुन यही पत्थर लाउने यसमा यो हालिदिनु यसमा यो हालिदिनु यही यसमा पनि हाल्ने हो र म चाहिँ यो चाहिँ यहाँ हाल्नु टाइप्सको क्या मलाई होइन चाहिँ। एउटै कलरको होस् ला भनेर ला 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 आस आस तपाईँको जित भयो मेरो हार भयो अहिले यति नै अब पछि के माग्नु पर्यो अब मैले बिहा नगरिन्जेल त सबै तपाईँलाई त ए ल नभए म चिउरा पनि पो हेर्छु चुरा पनि निकालिदिनु ल भेना साह्रो धेरै किनेर लान आउनु आफ्नो भयो माग सानो छ हात त यो हुन्छ कि आमा त्यो केटाकेटीलाई हुने खालको है भेना आमै कस्तो क्युट देखेको अय्या यहाँ कति तोला हुन्छ दुईटाको यो चाहिँ ड्यामेज छ ज्यादा छ यसमा चाहिँ अनि बिग्रेको ए झरी जाँदैछ कता कता के हो यो पो मिल्छ त हुँदैन हात ठिक्क छ आमाको यो पो मिल्छ कि क्या हो खोइ त्यो त केटाकेटीको जस्तो देखियो फेरि सानो सानो छ त्यो दिन त म त्यो खोल्छ लु अमी यो पनि ठुलै भयो दुईटा होइन एउटा मात्रै लान्छु दुईटामा कति तोला जान्छ यो 5 तोला यो चाहिँ यो कति तोलाको यो जोडी 5 तोला छ हैन कुन लैजाउँ जुन लानु तपाईँलाई पनि मनपर्छ भाइ हजुर कहाँ इन्डियाबाट सिलगढीबाट यो चाहिँ के हो अनि यो बिचको यो चाहिँ के हो यो चाहिँ यो फोल्डिङ हुने हो कि आमा यस्तो लुकाको क्या नयाँ दाग देखिन्छ नि त ए चाँदी नै हो नि त्यो सबै चाँदी भित्र ला हुन्छ तर यसमा यो पनि राम्रै छ त्यो पनि राम्रै छ भित्र सुन पनि ल्याइदिनु भित्र फलाम भित्र फलाम हो एक किसिम बस्नु न बस्नु ए
भित्र फलाम हुन्छ भेना होइन फलाम हुँदैन ए ला हुन्छ ला ए ला एउटा सानो डन्डी चाहिँ हुन्छ फलामको त्यो यसो घुम्ने ठाउँ बनाएको छान्नु सुन्नु हुन्छ यो पनि हालिदिनु प्रबिला बनाएको यो पनि हालिदिनु दुईटै हालिदिनु दुईटै लाउनु न लगाएपछि कि छ छ सुनको चाहिँ छ ए सुनको चाहिँ छ वाह 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 सुनको यस्तै छ त मलाई थाहा छैन है यो कुरा चाहिँ वाह वाह ल ल ल राख्नु दुईटै त्यो पनि यिनीहरूसँग मिलेर लाउनु पर्यो यिनीहरू लाउँदाखेरि सुन नलाउने कहाँ सबै सेटै लाउनुपर्छ चाँदीको सेटै लाउनुपर्छ ल ल ल ल लिनुहोस् छ सुनहरू मसँग त सुन पनि छैन यार मसँग छ नि तेरो पनि मैसँग छ लु 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 बेना ल यो पनि यो अलिक बाङ्गो छ कि क्या हो नि प्याकअप अनि फोल्डिङ गरेको त्यस्तै हुन्छ होइन अलिअलि यो सानो एउटै होइन र एउटै साइजको एउटै साइजको अब छोरालाई भक्कु डाँड्ने हो कानको चाहिँ हेर्न न गानको हो त्यो भाइ सुन्नुहोस् तपाईँहरूको भिडियो गर्दा एउटा मात्रै हुन्छ ल हुन्छ एउटा मात्रै त के लाउनुहुन्छ हौ लगाएपछि मेरो छोराको पैसा सक्छ भनेर मैले कमाएकै आमाको लागि हो सकोस् न त त्यही पनि के भन्छ थाहा छ बिहा नगरुन्छ त तपाईँकै हो भन्छ बिहा गरेपछि दिँदैन कि क्या बिहा गरेपछि चाहिँ सुन दिने क्या आज फेरि अब 4-5 वर्ष त पायो नि त अब अझै भाइले पो गर्यो त मलाई त टाइम लाग्छ लु यो पनि प्याक एकछिन न त्यसको हो यही कलरको लाउने क्या दोकानमा नलाउने क्या यो यहाँ छोराख्ने हो यही कलरको यो यस्तै यहीँ हुन्छ यहाँ पनि यही कलरको लाउनु भनेको क्या सेट मिल्नु पर्यो नि त सबै निलो बनाएर सबै पिङ्क चाहिँ बनाउनु नि निलो यो निकालेर यो लाउनु पर्यो नि सबै कि सुहाउँदैन निलो लाउँदा मलाई चाहिँ यो कलर मन पर्यो है फेरि तपाईँलाई यसले सक्छ जस्तो लाग्यो क्या मलाई चाहिँ हो निकालेर खोइ आम्मामा कस्तो क्युट देखेको है हेर त नफुर्काउ न हौ ल है यो साङ्ली चाहिँ के गर्नु यो साङ्ली चाहिँ यो साङ्लीले कान नचुट्योस् भनेर नि त्यो कान नपियोस् भनेर यता पछाडि लाउ यहाँनिर यसको निक्लेको छ नि यहाँ टुट्टी त्यहाँ लगाइदिन्छ क्या ए ए ए मैले बुझिसकेँ के हो आम्मै सकेन अनि है यस्तो राम्रो म तिमीलाई सबै भन्छु सुन्नुहोस् न तपाईँको त्यो कान ढुङ्गीमा त यो वेट पनि हेर्ने लु। यो हात पनि खोइ पोलिसक्यो छैन हो आउनु हुँदैछ मान्छे आउनु हुँदैछ अब हतारिसक्यो अब हेर्नु न अब यसै कारखानामा तपाईँ यहाँ छान्दै गर्नु म एकछिन सास फेरेर आउँछु परपट्टि ल एकछिन होइन यो अलिक लामो भयो नि त एक खाइदिएको ल अब यहाँनिर ममले चाहिँ हेर्नु हुँदैछ होइन भेनाले त्यहाँ देखाइदिनु हुँदैछ चाँदीको खासमा चाहिँ यो के अरे हार मात्रै किनेर भनेर आउनुभएको थियो तर आमालाई सबै कुरा मन पर्यो कानमा लाउने पनि मन पर्यो कानमा लाउने पनि अब हानिदिनै पर्यो अनि त्यसपछि चुरा पनि छोराको पैसा सकिन्छ भनेर एउटा मात्रै लिनु खोज्नु भएको थियो तर मैले दुईवटा नै लिनु सेट मिलाएर भनेर दुईटै भयो दुईटै लिनु लगाएको अझै हेर्दैछ आमाले त्यहाँ के चेन्ज गर्छ सबै चेन्ज होस् न है अहिले चाहिँ हामी रोड क्रस गर्दैछौँ ल अनि त्यही क्रममा चाहिँ हामी यहाँ एकछिन त्यहाँभित्र बस्दै हल्का स्मोकिङ ब्रेकमा यता आइरहेको छु है हाम्रो म पहिला गिटार बजाउँथेँ क्या राकेश दाई भन्ने राकेश दाईको घर पनि यहीँ हो यता कतापट्टि त्यहाँ जाने नजाने यता बसेर हान्दिनु दाई के गर्छ दाईको स्कुटर पनि छैन न त निलो स्कुटर देखिन्थ्यो नि त दाईको ओहो सिद्रा गनाएर ओड्डी हुने रहेछ त यहाँ त सिद्राकै पर्नु तपाईँले भनेपछि यो पालि चाहिँ सेटमै चाँदी लाउने मैले त्यो यत्रो झुम्का होइन फर्काइदिएँ कुन झुम्का टप्पो बोक्दैछु टप्पु भएको झुम्का चाहिँ किन फर्काइदिनु सुरुमा लगाएँ नि यत्रो त्यो अलिक मन परेन तार्लाङ र बुढी मान्छेलाई एउटा ढक्क मात्रै खालको मेरो जस्तै
होइन यहाँ गोलोवाला क्या ऊ परको गोलोवाला ए गोलोवाला लिएको त्यहाँ कति तला छ त्यहाँ चाहिँ खोइ जतिसुकै तला होस् न मलाई के हामीलाई बाल हो भन्नु त अलिअलि मलाई त बाल हुँदैछ बाल मतलब छोरासँग आएपछि बाल कत्रो हो यो त कुन 7 तोलाको अरे 7 तोला त 7 3 जा 21 7 3 जा 21 हो र 7 7 14 7 3 जा 3,30,000 छ 21 भनेपछि 21,90,000 21,90,000 अहिले ऊ 3,20,000 छ यो पालि चाँदीको लागि आयो अर्को पालि सुनको लागि आयो डिल डिल हो यहाँ 9 गेडी चाहिँ 9 गेडी 10 गेडी बनाउने हो के को 9 गेडी 10 गेडी 9 त्यो गेडी पोटेमा दाना 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 क्या लाउँछ नि हो त्यो क्या त्यो दाना त्यो 9 वटा हुन्छ प्रायः जस्तो 9 वटा हामी चाहिँ 10 वटा हाल्दिने क्या किनभने हामीलाई बाल हो 10 वटा हुँदैन त पारम सो गाइस इसमा खुसी ह्याप्पी मेरो छोराले मलाई चाँदी नै चाँदी किनिदिएर म एकदम ह्याप्पी छु खुसी लाग्यो खुसी ह्याप्पी सबै रेडी छ अब त सबै भइहाल्छ यो के गर्नु यसरी यहाँ अगाडिबाट लिएर यस्तरी सोरेर कपाल त इटी अनि सोरिँदैन सिरफुल सिर ए आमामामा कति छ अरे यसमा 1 तोला 1 तोला मात्रै हो हेर्नुहोस् न गाइसहरू सुवर्ण गृहमा यस्तो पनि पाउँछ लाउने इच्छा छ भने यहाँ रेकर्ड भएको छैन हौ। भयो सुवर्ण गृह है लोकेसन चाहिँ धरान 5 कति हो यो धरान 2 यहाँ हेर्नु है देखाउनु पर्यो नि त 3,30,000 म यो किन्नु उयो गर्दिनँ कि सिजिलिङले भिडियोमा लाएको देखेर यो यस्तो पो अरे सेक्ट्रिका के गर्नु यतिले जुनी जाने न बदनाम हुने मात्रै हो बदनाम हुनुकै लागि अरे क्या त्यो चाहिँ ल हेर परी जस्तै देखिएको तिमीहरूको आमा परी नै हो नि त परी नभएकै बाउले ल्याउँथ्यो सही छ अलिक त लामै छ नि के यत्रै हो ठिकै छ त राम्रो छ मन डुलाउने होइन क्या मन पर्यो लगाइदिइहाल्नु देखिदियो मम हजुर अब लाइन ड्रेसमा हो नि त यो कुर्ता मेसोदेखिको हो क्या यो पनि लाउनु अब ला होइन बोकेर जाने नलाउने होइन अहिले हेरिदिउँ न भनेर एक लट खोइ है व्हाइट गोल्ड साप चुनरी 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 मेरी कंगना मेरी के कर्किन्छ यो भएको म यो कराको कुर्सी कराको आछि बनाउँदैछ कोही गरेको सुन्छु राइट ड्रेस पनि नलाएर हो देख्छ ड्रेसमा सुहाउँछ कस्तै चुरा र अर्को चुरा अरे घडी र अर्को चुरा लप्पी देख्यो ठिक छ तेरिका पप्पाल भइहाल्यो नि ए पप्पाल भन्नु म त फ्यान भयो यार ममको ढल्छौ है ढल्छौ कस्तो राम्रो देखेको यार 81 क्या हो लु खोलेर राखौँ बिल बनाऊ भनी जाउँ ल है
तपाईँलाई चित्त बुझेन भने बुझेँ प्रोग्राम पछि बुझेँ नयाँ बनाइदिनुहुन्छ अरे बेना बुझेँ भन् हो सानोतिनो कुरा त नसम्झाइराख न म झन् कस्तो ट्यालेन्ट छु एउटा पेज अघि यहाँ गुर्किँदै थियो चितेर मैले माथि राखिसकेँ ए घाममा हेर्ने एकचोटि बाहिर अहिले म स्टिल धुसले अहिले भरे घर लगेर कहिले भएर त टल्केछ अलिक मम नभए यस्तो गर्नुहोस् न त यो 2 गते लाउनु अनि फेरि नयाँ 2 गतेसम्म चाहिँ लाउनु 3 गते 4 गते कहिले भ्याउनु हुन्छ एक मिनट त उल्को म अर्को नयाँ चाँदीले तपाईँले भने जस्तो दामी बनाइदिन्छु फिनिसिङ पनि अलिक फिनिसिङ पनि यो चाहिँ अलिक पुरानो हो कि पहिलेको भाइले काम गरेको 2 गतेको लागि लाउनु पछाडि हो यस्तो हुँदैन 2 गतेसम्मको लागि चाहिँ यो लानु बुझ्नु भयो मम बुझ्नु होला अब त छर्लङै हुनुभयो जस्तो लाग्छ मलाई त अब त ठिकै छ ठिकै धेरै अलिक फाल्टै देखिँदैछ मेसिनले सफा गरेको नि त त्यो भएर त कटिङ यो मेसिनमा सफा गर्न मिल्दैन होइन यो यो चाहिँ कटिङहरूले गर्दा पनि लाइटहरू यताउता जान्छ नि त त्यही भएर रेड बल्ब एकचोटि यो जोडिदिन्छु कि अब यतिकै लान्छु होइन भएन भने बा घरमा पुग्नु बित्तिकै अर्कै रङ होइजाने हो कि बा प्लास्टिकमा यो चाहिँ एसिडमा धोको एक दिन जस्तो चाहिँ सुकेर राख्नु आएको होइन अनि भोलिदेखि चाहिँ प्लास्टिक हाल्नु मेरो आँखा कमजोर भएको यसो जोड्नै देख्दिनँ त 2 गते पछि चाहिँ नयाँ बनाइदिनु हुन्छ क्या नयाँ भनौँ न स्केच वेटमा त्यो अघि कुनको जमानाले कता यो चाहिँ हलुङ हुन्छ जस्तो लागेको थियो तर गरमै हुँदो रहेछ यो पान्तोला होइन पान्तोला त गाउँमै हुन्छ है निकै हुन्छ एक तोलामा कति आना हुन्छ 16 आना 16 आना हुन्छ है हैन ए म 2 आना हुन्छ मेरो यस्तो मेरो यस्तो टप होइन 2 आना हुन्छ अरे त्यो ठिक्काको छ अनि किन भनेको त मलाई ह 2 आना हुन्छ रे अनि किन सुनाएको त मलाई त 5000 रुपैयाँ 760 डिभाइड बाइ 16 गर्दा कति हुन्छ गर न दिनु न दुईटा त्यो पनि कोट्टा गरे यहाँनिर मलाई गिद्दी गरेछ ओइ कोट्याउँछस् मलाई गिद्दी गरिसक्यो यसले यसले किन्दिन आँटेको होइन किन्दी मागेको होइन बुझ्नु पऱ्यो नि त इसारा अब मैले केही भनेकै छैन म ल यसो हाम्रो चाहिँ त्यो बुङचप ट्याप्सको चाहिँ ममको त हारकोबाट सफा गर्नु लगेको छ त्यसकै चाहिँ हामीले वेटिङ गरिरहेको छौँ होइन अब त्यो सिधा नगर्नु यस्तो बाङ्गो पार्नुपर्छ त्यो सेमेन्ट गरेर चल्दिने अब त हाँस अघि रुनु खोज्दै थिइस् त दाम सोधेकै है कति पर्छ कति पर्छ कति पर्छ भनेर सोधेकै होइन म चेक गरेको क्या एक प्लट यहाँ कस्तो देखिन्छ भनेर यहाँ एकछिन पक्रिनु न यहाँ एकछिन यहाँ अलिकति सम्झिनेलाई मात्रै पो त मेरोहरूले त सम्झिन्छ म सम्झिराख्छु नि त म त कान्छाले अस्ति नै उसको बिहा बेला ल्याइदिन्छु भन्दै थियो होस् अहिले तँसँग पैसा छैन भनेर भनेको म छु त किनिदिइहाल्छु होइन हामीले कमाउने भनेकै आमा बाउको लागि हो आफ्नो लागि मात्रै भने त म बेल्चा हानेर हो नि म त पालिहाल्छु नि दाना राम्रो खराब पाएर पो किनिदिन्छ ए नभए त दिँदैन त तिरिक्कै रुनु भयो कि हो तिरिक्कै माया लाग्छ माया लाग्छ माया गर्नुपर्छ पऱ्यो नि माया त गर्नु पऱ्यो नि अब त्यत्रो चाँदीहरू सोनहरू अब पछि सुन पछि किनिदिन्छु भनेको छ मैले सुनिरहेको छु यहाँ अहिले सुन लाउँदै गर्नु चाँदी अब घरले पहिले सुन
झर्का चाँदी झर्का ट्युसन पनि झर्काउँछ मम्मी भन्नुभएको छ अनि 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 त साँच्चै भन्नु त हामीले यसरी हात पनि मिलाएको त अघि है हो त मैले सुनिरहेको छु ए कति ज्ञानी छ नि आमालाई सोध्दै किनिदिन्छु भन्दैछ भन्दैछ सम्झिरहेको थिएँ हो नि चाँदी पनि ठुलो उप छ त यसो चलाउनु कस्तो ठिक्क मेरो यत्रो हातमा मिल्ने हौ ठ्याक्कै मिल्ने फेरि मात्रै त हलुम्बो हुन्छ होला नि त गरुम्बो हुन्छ 5 तोला छ अरे चाहिएको बेलामा चाहिरहेको बेलामा चाहिरहेको बेलामा जाउँ मम्मी किनिदिन्छु भन अनि रिस उठ्दै आएको दामी भयो त अन्त कानै काट्नु पर्छ होला दामी देखियो सक्दिनँ नि मेरो हात यहाँ हिजो झन् काटेर यहाँ जिममा बलै छैन क्या के छ मम ठिक छ ठिक ठिक भइरहेछ हुँदैछ यहाँ पस्यो एउटा पस्यो अर्को पनि पस्यो यो त होइन है फेरि झुक्किएर फेरि लगिजान्छौँ र सिसी क्यामेरा कहाँ फिट होला पक्रिनु अब बिल कति हानो हो बिल तपाईँको टोटल 1,52,000 हुने रहेछ त्यसमा उहाँले 11,650 रुपियाँ डिस्काउन्ट गर्नुभएछ तपाईँको यो ट्याक्स त्यहाँ चाहिँ सिवामा ट्याक्स लाग्दैन सबै गरेर चाहिँ यहाँनिर छ 1,49,657 लाग्यो अनि उहाँले डिस्काउन्ट चाहिँ 8,600 जस्तो दिनु लाग्छ ल ओके डिस्काउन्ट चाहिँ हजुर अनि तिर्नु पर्यो चाहिँ कति अब 1,41,000 1,41,000 ल है जेठा लु नदेखे जस्तै गर मेरो छेउमा भिडियो बनाउँदा त म त के बोल्छु के गरिदिन्छु अर्ग्यानिक भाषा ए हस् बाबु ए कोही मेरो मोबाइल ल है त अर्ग्यानिक भाषामा ए हो बहिनी हुनुहुन्छ ओहो साइडमा मुटुको छेउमा है भेना अस्ति पनि म त आउँदै पछि यसरी दिइराख्नु ल हुन्छ तपाईँ फेरि आइराख्नु पर्यो नि अस्ति पनि उयो पाएको छु नि अस्ति कान्छाको बिहामा किन्दा होला आमा साइड भयो एकपल्ट हेर्नु त ए यो कुण्डल पनि जोड्नुपर्छ है भइसक्यो हाम्रो पनि जोखेर बिल भयो हजुर बहिनीसँग बोलौँ भनेको ल हाम्रो चाहिँ अब सकिसकेको छ बिल चाहिँ मैले ममलाई हस्तान्तरण गर्दैछु हालिदिएँ है ल भेना धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर एभ्रिथिङ है एकदमै राम्रो छ अब मेरो पनि बिहे गर्नु बाँकी छ म पनि आउँछु है यहीँनिर आउँछु कुण्डल चुनाउनु पनि पाइहाल्यो जानु नि भयो है अब त हाँस्यो होला नि त ल ओभर हाँस्दै छ अहिले त जान्छौँ है ल राम्रोसँगले भेना थ्याङ्क यू सो मच ल बाई गाइज थ्याङ्क यू सो मच टेक केयर साथी ल है ल अब बिस्तारै होला हस् हुन्छ सकिएको भए त यही गाडीमा जानु मिल्थ्यो नि ए हो ल ल है बाबुहरू नानीहरू दिदी हामी जानेवाला छौँ चोर्छस् लेट्स गो बिस्तारै आउला यो त चोर्छ पनि हो भाइ भित्र हाल गाडीभित्र ममलाई ल के छ ठिकै छ खुसीको माहौल छ ए ओभर ए अब यो साकेलामा लाएर होला है अब त औँठी पनि पाइहाल्यो औँठी पनि है कस्तो ए र त यहाँ स्वर्णमा हाम्रो भेनाले गिफ्ट गरिदिइहाल्नु भयो औँठी तपाईँको हातमा हुन्छ कि हुँदैन यो घटाउने बढाउने ए हुन्छ नि यहाँ त लाउनु त यो कस्तो देख्दो रहेछ आम्मै कति राम्रो मलाई पनि यो दिनुभयो भेनाले यो बुक र झडु कार्ड दिनुभएको छ माया चाहिँ धेरै धेरै धन्यवाद उहाँलाई एकदमै यहाँनिर दिदी भेनाको हाम्रो स्वर्ण गृह प्राली है भाइले पनि टप ऊ त्यहाँ खेलाएको दाइको कपी मैले यो खालको लगाउनु थालेको होइन बा अहिले हेर्छु सबले लगाइरहेको छ केटाहरूले तँलाई अलिक फाप्दो रहेछ मनुलाई भन्दा के चाहिँ यो अलिक
छिट्टो मैला कालो जाँदै छैन मनुको त अस्ति कालो भइगएको थियो नि ल ल ल अब चाहिँ हामी जाऊँ फाप र फाप हुन्छ ल लेट्स गो कोयललाई त फाप्दैन होला ल जाऊ है लेट्स गो ह्याप्पी होला है कुण्डल ह्याप्पी दसैँ र यो चाहिँ मेरो भाइलाई अलिक राम्रो कन्टेन्ट बनाओस् भनेर चाहिँ अलिकति थोरै सानो सपोर्ट अनि हेन्ची देखियोस् भनेर त्यहाँ कानमा पनि थोरै सानो सपोर्ट छ है खोइ ल्याउ त नानी तिमी अलिक सकेनौ जस्तै लाग्यो मलाई यो खोल त चाहिँदैन के जोगाएर गर्नु होइन भित्रको माल चाहिँ सही सलामत हुनु पर्यो यो चार्जर त यहाँ आइहाल्यो टाइप सी यो घरमै छ होला नि त भाइ टाइप सी होइन त्यो पनि फ्यालिदिँदा हुन्छ अब यहाँ मेन माल चाहिँ अब यहाँ छ क्या यी अल्टिमाको च्याट्टोसँगले यो हाल्नु बित्तिकै माल अन भइहाल्छ ट्याक्क थिच्नु बित्तिकै हरियो बोल्नु बित्तिकै कनेक्ट भयो वेल्लोमा चाहिँ उयो होला नोइज क्यान्सलेसन त्यो बटन त्यही हुन्छ त्यति त हुन्छ एउटा एकताल थिच्दा भइहाल्छ यी नोइज क्यान्सलेसन तर नोइज क्यान्सलेसनमा नराखौँ काटिन्छ है आवाज अब एक त क्वालिटी चेक गरौँ मोबाइल यहाँ छोडिदियो अरे हेलो चेक हेलो निना जहिले गिफ्ट मात्रै माग्ने जाठा तेरी माजेक्ने पापी चेक गरेको के भएछ आवाज सुनिदिउँ ल हेलो चेक हेलो निना जहिले गिफ्ट मात्रै माग्ने जाठा तेरी माजेक्ने पापी भाइ दामी 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 आयो त आवाज हेलो निना जहिले गिफ्ट मात्रै माग्ने जाठा तेरी माजेक्ने पापी बेबीले डिजिआईको हालिदिन्छ क्या अब दा डिजिआई 3 को लियो है यो त अहिले मलाई बेबीले तर भाइ यो पनि राम्रो रहेछ है फेरि अल्टिमाको त यो प्राइस यो मेरो भन्दा राम्रो आउँछ यार डिजाइन यो भन्दा राम्रो आउँदो रहेछ तर यो अल्टिमा राम्रो छ हो यार यो नेपालमा यो प्राइस रेन्जमा नि बबाल लाग्छ क्या मलाई अल्टिमाको मनपर्छ यो प्राइसमा त राम्रो हो नि यार एकदम राम्रो अब मैले यो कन्फ्युज भएर चाहिँ यो लानु कि टिभीको लागि होइन उ त्यो लानु कि हुन्छ यही बेसी हुन्छ यो चाहिँ के हो डल्लो यो डल्लो ए यस यही छ यो ए हो तलको यो कति हो यसको चाहिँ 18,000 यो त तर बोकेर हिँड्नु पाएन नि त है यो चाहिँ 17,000 यो चाहिँ हो क्या बोकेर कस्तो हुन्छ होला होइन यो मात्रै लाने हो क्या यो मात्रै फ्यालिदिन्छ यो पनि हालिदियो डस्टबिनमा चाहिने कुरा मात्रै लाने बोल्नु है दाइ बोल्ने हो कति भएको थियो भान्चोक नहेरेको ममले तपाईँले म अस्ति भर्खरै हेरेको है ए हो र यहाँ आएर हेर्नुभएको र कसले के बस्किङ धेरै हुन थालेको छ यार अझै बाटो काट्नु कम्ती त गाह्रो होइन आज त अलिक खाली रहेछ भन्नु न अब अलिक बेलुका होस् न कम्ती गाह्रो छैन काठमाडौँमा जस्तो आकाशे पुल चाहियो क्या अब आकाशे पुल अब म प्रधानमन्त्री हुन्छु त्यसपछि म बनाउँछु नि पछाडि पनि हेर्ने गर है सफारीवाला हो कति राम्री केटीहरू डुल्छन् घुम्छन् काठमाडौँमा त नजिकै छ आकाशे पुल नजिकै छ अस्ति जानु भएन त तपाईँ अस्ति 2 वर्ष 3 वर्ष भइसक्यो मजा आयो त्यति बेला हतारमा के मजा आउनु र
हतारमा 6 दिनको मात्रै डेमाको छुट्टी थिएछ 6 दिनमा त रमाइलो हुनुपर्ने त हो नि अनि एउटा ठाउँ घुम्नलाई कहाँ नि 2 दिन लगाउने हो त नि एकै दिनमा घुम्ने त्यो फेरि गाडीको गाडीबाट के चिन्नु नजाने ए गाडीको गाडी पो हिँडायो अनि पुग्नु सक्नु पर्यो नि त्यो पनि धन भेनाको उयो थियो र ट्याक्सी हैन मातेन त्यो ट्याक्सीले चाहिँ खासै त माग्दिनँ पहिलोचोटि मात्रै हो म त्यस्तो हुन्छु कति टाढो टाप्ले जाउँ त गएर आएको बसमा कस्तो राम्रीहरू के गर्नु त राम्रो त हुन्छ त अब राम्रोलाई राम्रो भन्नु परेन त मम अर्काको छोरीले धेरै आँखा नलाउनु हेत्तेरी आँखा लागेको होइन हौ राम्री छ पो भनेको त ऊ हेर्नु त कति राम्री हाम्रो बेलामा यस्तो थिएन नि हाम्रो बेलामा भन्नाले यो अहिलेको एरामा होइन क्या आजभन्दा त्यो बेला अलि दुःख थियो 7-8 वर्ष अगाडि बल्ल बल्ल यसो हाम्रो पनि पैसा नहुने त्यो बेला चाहिँ हाम्रो बेलामा चाहिँ त्यस्तो थिएन क्या लुगाहरू पनि अब त्यति नहुने अहिले त के नानी तर धरानमा साँच्चीको अरू ठाउँ भन्दा कस्तो राम्रीहरू छ क्या बहिनीहरू भयो केटीहरू आन्टीहरू हो धरानकोहरू सबै धरानको अब छिमेकी राम्री भइहाल्छ तपाईँ नै हेर्नु न यत्रो सुटी भइसक्नु त्यही पनि कस्तो राम्री हुनुहुन्छ अब ला अब अम्बो पो भन्नुहुन्छ अब मैले त त्यत्तिकै भने जस्तै पो भएछ त होइन साँच्चीकै भन्दैछु धन्यवाद ल हामी चाहिँ घर आइसकेको छौँ मम यता फर्किनु ल यो हाम्रो ममको यो बुन्छत हात बुम्चकवाला यो के हो यो हेर्नु त के हो कानको कुण्डल यो औँठी यो बाला ह्याप्पी ताली बजाउनु ल थ्याङ्क यू पनि भन्दैन थ्याङ्क यू ल मम्मी खुसी म खुसी ल म झन् डबल तिर्बल खुसी म चौरेल खुसी क्या हो लुकाएर राख्नु है यो खोल्छु है लुकाएर राख्नु ल ल पछाडि गाडी आएको छैन झर्दा हुन्छ म त हप्सान्छु नि लुकाएर राख्नु है ल ल ल ल नशा ये प्यार का नशा है भाडामा का फोटो राम्रो हुँदैछ फोटो सिजन कोच अलिक भएन होला है बहिनी एउटा खुट्टा यसरी उचाल्नुपर्छ क्या एउटा खुट्टा उचाल त राइट खुट्टा पछाडिबाट यसरी उचाल न खुट्टा ए कस्तो लजाउँछ अब पोच सिकाउँदैछु कोरियन जस्तो देखिन्छ नि यस्तरी कहाँ छाता ओढेर होइन नि मकैबारहरूले गर्दा राम्रो देखिन्छ कहाँबाट आउँछ यत्रो कन्फिडेन्ट मलाई नबोल्नु पर्यो बोली पठाइहाल ए माइक त मम्मीले नै लग्नु भयो ल भाइ